हेलो एभ्रिवान, सबैजनालाई नमस्कार अनि सबैजनालाई मेरो न्यू भिडियोमा स्वागत छ। म चाहिँ आज साथीहरू क्लास जाँदैछु। मेरो क्लास चाहिँ दिउँसोको क्लास छ, बिहान पनि छ, तर म बिहान उठ्न सक्दैन, 6 बजेको छ, त्यही भएर म चाहिँ दिउँसोको जान्छु। आज चाहिँ क्लासमा म एक्लै हुन्छु, मेरो साथी आजदेखि आउँदैन। हिजो एक्जाम थियो मेरो साथीको, 100% लिएर पास पनि गरिसकेको छ। आजदेखि त म त एक्लै बस्छु बेन्चमा, कोही हुँदैन। मेरो साथीले यो भिडियो हेर्दैछु भने म तिमीलाई एकदम सम्झिरहेको छु। म एक्लै भएर स्कुल टेस्टको राम्रोसँग तयारी गर, शुभकामना, पास हौ। म चाहिँ क्लास आइपुगे साथीहरू, के गर्नु, आज त म त एक्लै हो, मेरो साथी आउँदैन। मेरो साथीको पनि हिजो एक्जाम थियो, 100% लिएर टक्क रुममा सुतिरह होला। के गर्नु, अब एक्लै के गर्नु। साथीहरू धेरै छ कि नभएको होइन, धेरैजना बिहान आउनुहुन्छ 6 बजेको भए म उठ्न सक्दिनँ 6 बजे। अब अहिलेको चाहिँ साथी पनि आनन्दले सुतिरह होला कि मोबाइल चलाएर होला। म त एक्लै बेन्चमा, अरू कोही साथी नै छैन, म एक्लै नै हो बस्ने आज नि। यो भिडियो मेरो साथीले हेर्दैछौ भने तिमी हेर है, म एक्लै भएँ नि, तिमीले गर्दाखेरि एक्लै 2 महिनाबाट अझै एक्लै पठाउनुपर्छ। साथी म त एक्लै भयो। एक्लै भए त एक्लै म चाहिँ पढेर क्लासदेखि निस्किसकेँ साथीहरू। अब चाहिँ म के त पछि जान्छु, अनि पछि गएर अलिकति बसिन्छ, रमाइलो गरिन्छ। दुईटा छोरी मात्रै हो रे भन्थ्यो। छोरी त्यही होला क्या अगाडि, छोरी त्यही पछाडिको होला। कुन हो छोरो चाहिँ? कति मोटो गएको मैले त फोटो नि खिच्नु बानु भाइ, फोटो नि कस्तो छुनु ठुलो ल्याएर ओइ त चिरेर हेरेको रहेछ के। टाउकै चिरेर रहेछ, किन टाउको चिरेर हेरे होला। मोटो भयो नि त हाँडै छैन, मोटो मान्छे रोग लाग्छ।
भए त छोरा त